नमस्ते सम्पूर्ण साथीहरूमा। हिजो मैले एउटा स्ट्याटस एउटा भिडियो राखेको थिएँ। श्रम संस्कृति पार्टीको नाम चाहिँ बेशरम कृति पार्टी हुनुपर्छ भनेर। त्यो मैले किन भनेको हुँ भने भिडियोको मुनि कमेन्टमा एउटा चेली माइती बसेर एउटा बाबुआमाको छेउमा बसेर त्यो कमेन्ट पढ्न पनि सकिँदैन। त्यतिसम्मको असभ्य कमेन्ट गर्ने पार्टी अनि कसरी श्रम संस्कृति पार्टी भयो त? त्यही कारणले गर्दाखेरि श्रम संस्कृति पार्टी होइन, बेश्रम कृति पार्टी चाहिँ राख्नुपर्छ भनेको कारण यो हो के। राजनीतिक हो, राजनीतिकमा नेताहरूको नि आलोचना गर्नु पाइन्छ र तपाईँहरूले पनि गर्नुहोस् हैन। र मैले त्यस्तो कुनै अराजक बोलेको छुइनँ है। नेपालको नेताहरूलाई त हामीले 35 वर्षदेखि चिने आएकै हो। त्यही कारणले गर्दाखेरि अलिक सतर्क हुनुहोस्। सतर्क भएर चाहिँ देश र जनताको हितमा काम गर्नुहोस् र देशलाई हैन समृद्धि र सुशासन कायम गर्नुहोस् भनेर हामीले खबरदारी एउटा जस्तो नेताहरूले बोलेको त्यस्तै उहाँहरूको बोलीलाई उठाएर हामीले रिएक्सन गरेर चाहिँ हामीले भिडियो बनाउने गर्छौँ है। त्यसमा तपाईँहरूलाई कसैले पनि चित्त नदुखाए हुन्छ, कसैले पनि आरिस ढाड नगरे हुन्छ के। सक्नुहुन्छ भने तपाईँहरू पनि बनाउनुहोस्।